आँखाको ज्योति। यो कथा कक्षा 5 को मेरो नेपाली किताबबाट साभार गरिएको हो। आँखाको ज्योति। कुनै गाउँमा सन्तु नाम भएको आँखा नदेख्ने एउटा केटो बस्थ्यो। घरमा उनको बाबु र एउटा कुकुर मात्र थिए। एक दिन ऊ कोठामा बसिरहेको थियो। त्यही कोठामा लालटिनको उज्यालामा उनका बाबु केही लेख्दै थिए। सन्तुले 2-4 पटक आफ्नो कुकुरलाई बोलायो। कुकुर नआएपछि उजुरुक्क उठ्यो र छामछुम गर्दै ढोकातिर लाग्यो। कोठामा लालटिन छ भन्ने उसलाई पत्तै भएन। हिँड्दा लालटिनमा ठोकिएर ऊ लड्यो। लालटिन भुइँमा ढल्यो र मट्टीतेल पोखियो। लालटिनको सिसा पनि फुट्यो। यो देखेर उसका बाबु रिसले कराए, हत्तेरी, फेरि आज लालटिन ढाल्यो। ए, सिसा पनि फुटेछ। सन्ते, त खाली उपद्रो मात्रै गर्छस्। काम नबिगारेको त दिनै छैन। म त देखेर हैरान भइसकेँ। मेरो कर्म पनि कस्तो रहेछ। बाबुको कुरा सुनेर ऊ अक्क न बक्क भयो। ओहो, मैले बालाई असाध्यै दुःख दिएछु। बा दिक्क भइसक्नु भयो। सन्तुको मनमा नयाँ विचार आयो। उसले कुकुरलाई डोरायो र घरबाट निस्कियो। सन्तु हातमा सधैँ एउटा लामो लट्ठी लिन्थ्यो। ऊ कुकुरलाई डोराएर दिनभरि यताउति भौतारिन्थ्यो। कुकुरले पनि सन्तुलाई चौपट्टै माया गर्थ्यो। यी दुई मित्र कहिले पाटीमा सुत्थे, कहिले भुइँमै, कहिले सडकको पेटीमा सुत्थे भने कहिले रुखको फेदमा यिनीहरूको रात बित्थ्यो। सन्तुलाई कुकुरले निकै सहारा दिएको थियो। ऊ विभिन्न किसिमको नाच देखाउँथ्यो। नाच हेर्न मानिस झुमिन्थे। उनीहरूले सन्तुलाई 1-2 रुपैयाँ दिन्थे। त्यही रुपैयाँ जम्मा गरी उसले केही खानेकुरा किन्थ्यो। आफू पनि खान्थ्यो, कुकुरलाई पनि दिन्थ्यो। एक रात टह जुन लागेको थियो। सन्तु ठूलो रुखको छहारीमा कुकुरसँगै निदायो र सपना देख्न थाल्यो। सपनामा एउटी अति राम्री परीले उसलाई भनिन्, तिमी मलाई देख्न सक्छौ? अह, म आँखा देख्दिन। के तिमी मलाई देख्न सक्ने बनाइदिन सक्छौ? उसले सोध्यो। म देख्न सक्ने बनाउन त सक्दिन, तर तिमी आफै देख्न सक्छौ। कुनै असल काम गर्ने बित्तिकै तिम्रो आँखामा ज्योति आउनेछ। अरूलाई मद्दत गरेका बेला तिमी पहिलेभन्दा अलि राम्ररी देख्न सक्नेछौ। तिमी स्वार्थी भयो र अरूलाई मद्दत गरेनौ भने तिम्रा आँखाको ज्योति झन हराउनेछ। बिहानको न्यानो घामले सन्तुलाई निन्द्राबाट बिउजायो। सधैँझै ऊ कुकुरलाई लिएर पैसा माग्न हिँड्यो। बाटामा एउटा बुढो माग्ने कराइरहेको थियो। 1 रुपैयाँ दिनुस् न हजुर, 1 रुपैयाँ दिनुस् न। सन्तुले भन्यो, म पनि तिमी जस्तै माग्ने हुँ, म के पैसा दिउँ? त्यसमाथि म आँखा पनि देख्दिन। बुढो माग्नेले भन्यो, तिमी भन्दा म दुखी छु बाबु। तिमी हिँड्न सक्छौ, तर म आँखा पनि देख्दिन र हिँड्न पनि सक्दिन। उसले आफूसँग भएको पैसा माग्नेलाई दियो। त्यति नै खेर उसका आँखामा ज्योति आयो। सन्तुले त्यस दिन केही बढी खानेकुरा पायो। ऊ फेरि पार्टीमा सुत्न गयो। पार्टीमा उसले एउटी बुढी महिलाले भोक लाग्यो भनी कराइरहेको सुन्यो। बुढी बिरामी र धेरै दिनकी भोकी थिइन्। उसले ती बुढीलाई आफूले खान लागेको खानेकुरा दियो। उसले झन देख्न सक्ने भयो। उसले बाहिर टह जुन लागेको अनुभव गर्यो। त्यो रात सन्तु भोकै सुत्यो। एक दिन उसको कुकुरले एउटा कुखुरो च्यापेर ल्यायो। त्यो बेचेर उसले केही पैसा कमायो। त्यो पैसा हातमा पर्ने बित्तिकै उसका आँखामा पर्दा जस्तो जालो लाग्यो। अहो, मैले गल्ती गरेँ। अरूको माल मैले बेच्न नहुने थियो। म उसको पैसा दिन्छु, उसले विचार गर्यो। सन्तुले कुखुराको मालिकलाई खोज्दै गएर भन्यो, मेरो कुकुरले तपाईको कुखुरा ल्याएछ, माफ गर्नुहोस्, यो पैसा लिनुहोस्। कुखुराको मालिकलाई पैसा दिने बित्तिकै उसका आँखामा क्रमशः उज्यालो आयो। ऊ प्रष्टसँग देख्न सक्ने भयो। यसरी नै सन्तुका दिन बित्न थाले। एक दिन कुकुरसँग ऊ नदीको किनारामा पुग्यो। नदीमा बाढी आइरहेको थियो। त्यतिकैमा कसैले गुहार गुहार भनेको परिचित आवाज उनका कानमा पर्यो। ऊ अत्तालियो। साथीका नाउँमा यही कुकुर छ। सन्तु यस्तै कुरा सोच्दै थियो। फेरि गुहार गुहार भनेर चिच्याएको आवाज आयो। आखिरमा उसले त्यस मानिसलाई बचाउन आफ्नो कुकुरलाई अरायो।
केही बेरपछि स्यास्या गर्दै एउटा मान्छे सन्तुको नजिक आयो र उसलाई धन्यवाद दियो। मेरो कुकुर खै त? सन्तुले आत्तिँदै सोध्यो। मैले तिम्रो कुकुरलाई बग्न नदिन धेरै कोसिस गरेँ तर सकिन, त्यस मानिसले भन्यो। सन्तु धेरै दुखी भयो। ऊ रुन थाल्यो। हरे, म अब कसरी बाँच्नु? यस संसारमा अब मेरो भन्ने कोही छैन। त्यस मान्छेलाई सन्तुको स्वर चिने जस्तो लाग्यो। उसले सन्तुका आँखा हेर्दै उसका बारेमा राम्ररी सोधपुछ गर्यो। सन्तु अरू कोही नभएर उसको आफ्नै छोरा रहेछ। सन्तुलाई छातीमा टाँस्दै उसले भन्यो, किन घर छोडेर हिँडेको सन्तु? बाबुले त्यति भन्दैमा तिमीले चित्त दुखाएर घर छाड्नु पर्थ्यो त? हामी बाहेक हाम्रो को छ र? कति दिन मागेर खान्छौ? हिँड, घर जाउँ। तिम्रो आँखाको ज्योति पनि ठिक भएछ। म अब कहिल्यै तिम्रो चित्त दुखाउने छैन। सन्तुले पनि बाबुलाई चिन्यो र भन्यो, हुन्छ जाउँ। मेरो आँखाको ज्योति पनि ठिक भयो। म पनि अब काम गर्न सक्छु। हजुरको चित्त दुखाउने काम अब म कहिल्यै गर्दिन, तर पहिले कुकुर खोज्न जाउँ अनि मात्र। दुवै बाबु छोरा कुकुर खोज्नतिर लागे। कुकुर अलि पर एउटा बुटामा अल्झेको रहेछ। ऊ डरले काँपिरहेको थियो। उनीहरूले त्यसलाई नदी बाहिर निकाले। उनीहरू दुवैले कुकुरलाई अँगालो हालेर माया गरे। ऊ निर्धक्क